अर्थमन्त्रीलाई कोही हामी दिन्छौँ भने मुख्यमन्त्रीलाई पठाउने सबै खालको गर्दै बजेट सबै त्यही राजनीतिमा गएर अर्थमन्त्री मुख्यमन्त्री गिरे भने राति बजेट घोषणाको तर बजेट आउँदै गर्दा यस्तो खालको बजेट आयो सेभिङमा व्यवस्थापन गरेर सबै कुरा अर्थको हुने गएको छ। त्यसकारण आदरणीय नेता किशोर दाइले यो खालको व्यवस्थापनलाई सबै कुरा गरिदिनु भयो। आज बिहान मात्रै मान्य दिदी चौधरीलाई मैले कुरा गरेँ तपाईँ यस्तो गरेर कसरी चल्छ अहिले मेरो पनि चित्त बुझ्यो चित्त बुझ्या छैन भने त मेरोले राम्रोसँग छलफल गर्नु पऱ्यो एउटा खालको व्यवस्थापन हुन्थ्यो यो राम्रो बेलामा छलफल नगरी अनि नेता आदरणीय दाइ किशोर दाइ भेटिँदा एउटा खालको उहाँलाई कसरी ठिक हुन्छ त्यसरी कुरा गर्ने अमर भेट्दा अमरलाई ठिक हुने खालको कुरा गर्ने अर्को कोही भेट्दा अर्कोलाई ठिक हुने खालको कुरा गर्ने जसलाई भेट्यो त्यसैलाई खुस बनाइदिने तर खुस कोही पनि नहुन्छ। यस्तो खालको कार्यक्रम गर्दा राम्रो हुँदैन भन्ने मेरो भनाइ छ र नेपाली काङ्ग्रेस पार्टी पद्धतिमा चल्यो सिस्टममा चल्यो भने मात्रै हामी केही गर्न सक्छौँ। आज आम नेपाली जनताले राजनीतिप्रति विद्वेष जागा